guys, welcome back to my channel. It's me Priya. So, आज चाहिँ यसको के भन्छ छेवार हैन कपाल काट्ने दिन कपाल कस्तो छ देखाइदे त देखाइदे न अन्त कपाल चाहिँ भाइको चाहिँ यस्तो डेटली छ आज चाहिँ यसको यो कपाल चाहिँ काट्छ यसको चाहिँ आज चाहिँ तँ बर्दा बसिस नि बस्छु भोकै बस्न सक्छस् अनि कपाल काट्ने दिन भोकै बस्नु किन सक्दैनस् हैन सक्छु भन् न सक्छु अनि तँ बर्दा बसिनस् भाइको उसमा बस्छु गुड के ल्याउन आएको अरे तिमीहरू चाहिँ थो धान पनि लगेर जाँदैछ म चाहिँ नुहाइधुवाइ गरेर बसिरहेको छु सो म चाहिँ यिनीहरूकोमा आज जाँदिनँ भनेर म बसिरहेको छु नै आउँदिनँ जिस्केको जस्ट अ जोकिङ अब म कोलबुङ अब अङ्कितलाई गिफ्ट नदिनु अन्त नदिनु के दिनु उलु भन् त गिफ्ट जे भए पनि हुन्छ होइन दिन्छु भन्दा पनि हुने ल गाइज अब भरे भेटौँ भरेको भ्लगमा सो म रेडीहरू हुनु छ भर्खर नुहाइ मात्रै नुहाउँदैछु मात्रै आज म व्रत पनि बसेको छु सो मसँगै जाने ल यो मसँगै आउँछ अरे अहिले ल गाइज अहिले भेटौँ रेडी भएर मात्रै जाउँ भनेको थियो कि यो पिस्नु पठाएछ हो अन्त यो चाहिँ भर्खर आएको नि त यसलाई पठाइदिनु हुन्थ्यो हो अनि यो पुऱ्याउनु अरे हो हिजोसम्म चाहिँ केही काम गर्दैन हाम्रो काकी अल्छिनी काकीले हो हिजो चाहिँ फेरि दिनभरि एउटा सौदा ल्याउनु टाइम लाग्यो अन्त अहिले चाहिँ हतारिन्छ हामीलाई कराउँछ अन्त ननसेन्स स्टुपिड काकी हेर्छ नि ब्लग त काकीले हामी कोलबुङ जाँदैछौँ गाइस बाबा र म हल्का गिफ्ट किन्नु गएको भाइको लागि बाबा र म अब गएर हेर्नुपर्छ गिफ्ट कस्तो कस्तो छ गाइज अहिले चाहिँ हामी फर्केको गिफ्टहरू प्याकिङ भइसक्यो सबै अब चाहिँ तपाईँहरूलाई देखाउनु पाइनँ गाइज अब भोलिको अब भरे हेर्नु होला सो अहिले चाहिँ म कोलुम्बोबाट पनि आइपुगेर गाइज तल जाँदैछु पूजामा रेडी सेडी पनि भएँ अघि नै भएको कोलुम्बो जाँदै सो गाइज म चाहिँ अहिले अलिकति फ्री भएर यता आइरहेको छु हाम्रो यहाँ लजावती काकी चाहिँ एकदम बिजी छ आज ए हरेस अब काकी यहाँ तल चाहिँ के गर्छ ए यहाँ तल चाहिँ अब पूजा गर्छ अरे म तपाईँहरूलाई पूजा गर्ने ठाउँ देखाउँछु गाइज सो हेर्नु होला हाम्रो पूजा गर्ने ठाउँ यहाँ अब पूजा गर्छ सबैजनाले व्रत बस्नेहरूले चाहिँ त्यसमा म पनि आउँछु हाम्रो यहाँ चाहिँ मन्दिर छ गाइज यो चाहिँ पिपलको बोट सो हाम्रो काका चाहिँ आज एकदम बिजी भन्दा बिजी भ्याउँदैन केही गर्नु बोल्नु पनि भएको छैन हाम्रो काका आज हेलो भनिदिनु न अन्त यस भनिदिन्छ काकाले चाहिँ हेलो भनेर चाहिँ यहाँ पानी माथि कुलोमा पानी छ के अरे एकदम कोहीलाई रिप्लाई गर्दिनुहोस् त के त्यो रिल्स हाल्छ त रिल्स बनाएको चाहिँ के रिप्लाई गर्नु
फोटो खिच्यो त मजा मजाको नानी छोडियो हाम्रो काका चाहिँ एकदम बोकाको जस्तो देखिरहेछ गाइज हो आँखाहरू अनुहारहरू हेर्दा चाहिँ बोकाको जस्तो छ थाहा छैन यहाँ चाहिँ अब यहाँ चौर पोल्छौँ हामी व्रत बसेकोहरू गाइस हामीले चाहिँ यहाँ खाँदैछौँ भिडियो बनाउने बिर्सेछु खाँदै गरेको सो गाइसहरू हेर्नुहोस् भोकले चाहिँ यस्तो भएको भोक भएर चाहिँ अब भिडियो गर्नु पनि बिर्सेको सो भात खाइहाल्छु ल सो गाइस अब चाहिँ पूजाबाट म घर पनि आएँ ए हत्तु हैरान सो जे देखाउनु पाइनँ पूजामा त्यसको लागि आई एम भेरी भेरी सरी अनि जे देखाएको छु त्यो चाहिँ हेरेर माया दिनु होला मलाई अनि सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सब्सक्राइब अनि जो नयाँ हुनुहुन्छ उनीहरूले पनि भिडियो हेरेर मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि सो गाइस बाई बाई